यति डरलाग्दो भोक लाग्यो नि मेरोमा चाहिँ खानेकुरा भन्नाले चाहिँ खालि दुईटा मात्रै बिस्कुट छ होइन, एउटा पानी, त्यो पनि अर्काले दिएको। यति डरलाग्दो भोक लागिरहेछ, शरीर पुरा काँपिरहेको छ होइन। बाहिर फेरि यति साह्रो घाम लागिरहेको छ नि, यो घामले गर्दा यति टाउको दुखिरहेको छ नि, तपाईँहरूलाई भन्नु मात्रै सकेको छैन। यस्तो बिजो भयो नि, यस्तो अँधेरो बाटोमा चाहिँ जानु परिरहेको छ। गाइस तमिलनाडुमा चाहिँ यति धेरै गरम हुँदो रहेछ नि, मेरो साइकलको टायर चाहिँ डल्लै पिक्लिन आँटिसक्यो होइन, यति धेरै गरम। आम्मामा रोडको बाफ चाहिँ पुरै मेरो निधार आइसकिसक्यो। खाने हो किनभने कति दिनदेखि खाएको छुइनँ म चामल चाहिँ। अनि यहाँ साउथमा चाहिँ अब साउथ इन्डियन ब्रेकफास्ट चाहिँ बनै परेन क्या, इडली डोसै मात्रै हो। अनि सो त्यही भएर आज चाहिँ मजाले खाने हो, राम्रोसँगले सुत्ने हो होइन, बिहान छिटो उठ्नुपर्छ। हेलो अनि नमस्ते सबैजनालाई, मेरो नाम चाहिँ सङ्गम तामाङ होइन। वेस्ट बेङ्गालबाट म चाहिँ यात्रा गरिरहेको छु डिस्ट्रिक्ट कालिम्पोङदेखि। हिजो चाहिँ म यो यस तरहको दोकान हो यो चाहिँ होइन, यहाँनिर खाट छ। अनि कहीँनिर जग्गा नपाएर चाहिँ म हिजो यहाँनिर सुतेको थिएँ र अहिले भने चाहिँ म सबैभन्दा रेडी सिडी पनि भइसकिसकेको छु। यहाँनिर चाहिँ पानी चाहिँ रहेछ होइन, यति डरलाग्दो मतलब नुनिलो थियो नि, मतलब समुद्रको पानी। निन्द्रा पनि राम्रो पुगेको छैन, आँखाभरि निन्द्रा आइरहेको छैन, अनि बडी पनि फ्रेसै भएको छैन। बाँकी मेरो साइकल यहाँनिर सबै रेडी भइसकिसकेको छ होइन। अनि यहाँनिर सिलिन्डरको हालत यस्तो भइसकेको छ र अब चाहिँ यहाँबाट निस्किँदै गरेको गाइस। अनि यो चाहिँ जुन चाहिँ जग्गा हो यो पुदु भन्दो रहेछ होइन। अनि कुन चाहिँ जग्गाबाट घुम्दै जाने हो त्यो म अगाडि भन्छु तपाईँलाई। फाइनली मेरो राइड स्टार्ट भयो होइन। जबसम्म मेरो राइड स्टार्ट हुँदैन तबसम्म चाहिँ मुड अफ भइबस्छ नि त। अब चाहिँ अहिले मुड अन भयो होइन। अनि यो जग्गाको नाम चाहिँ हो पुदु भन्दो रहेछ होइन। रुट भएर जान्छु भने चाहिँ तुतुकोडी भन्दो रहेछ होइन, अगाडि एउटा सिटी रहेछ, त्यही भएर जाँदैछु कन्याकुमारी। कन्याकुमारी चाहिँ यहाँदेखि अझै 236 किलोमिटर छ हो। अब फटाफटी जाने हो गाइस। अनि आजको वेदर चाहिँ गाइस अलिक धुम्मा पनि छ हो, चलाउनु चाहिँ मजा आइरहेको छ। अनि अहिले टाइम पनि 8:30 भइसकिसक्यो हो। चाहिँ साइकल चलाउँदा यहाँनिर एउटा सानो रेस्टुरेन्ट टाइपको भेटेँ होइन यहाँनिर। र यहाँनिर चाहिँ अहिले टाइम पनि 10 बजिसकेको छ। यति धेरै पसिनाहरू आइरहेको छ नि, गरम भइरहेछ होइन, केही एक्सप्लेनै गर्नु सकेको छुइनँ। अनि हिजो चाहिँ मैले खाना खाएको थिइनँ नि त, सो मेगीकै भरमा सुतेको हो। अनि अहिले चाहिँ पुरा भोक लागिरहेको थियो। अनि पछि एउटा मार्केटहरू त भेटेको थिएँ, तर त्यहाँनिर धेरै मान्छेहरूले गर्दाखेरि चाहिँ रोकिनँ होइन। अहिले चाहिँ यस्तो जग्गामा बसिरहेको छु, साइकल यहाँनिर छ अनि हेलमेटहरू यहाँ छ है। र खानामा चाहिँ मैले पराठा लिएको छु अनि यहाँनिर सब्जी होइन। अब अहिले चाहिँ यो जग्गाको चाहिँ नाम हो बाली पोनाम अरे होइन। अनि अब यहाँनिर एकछिन रेस्ट गर्छु अनि निस्किन्छु। अब 10 बजी नै यति धेरै गरम छ नि बाफ्रे। अब चाहिँ यो पराठा पनि खान्छु, कस्तो छ होइन यो पराठा। अनि तर हल्का ठन्डा रहेछ होइन। हातहरू पनि बिस्तारै पनि धुँदैन होइन। यहाँ प्लेटसम्म आइरहेछ उहाँबाट धुएको हातहरू। दामी रहेछ। गाइस तमिलनाडुमा चाहिँ यति धेरै गरम हुँदो रहेछ नि, मेरो साइकलको टायर चाहिँ डल्लै पिक्लिन आँटिसक्यो होइन, यति धेरै गरम। आम्मामा रोडको बाफ चाहिँ पुरै मेरो निधार आइसकिसक्यो। ओह भाइ अहिले चाहिँ 2 बजिसक्यो होइन। बहुत मुस्किलले एउटा पेट्रोल पम्प भेटेँ यहाँनिर। यति धेरै गर्मी छ नि, हातहरू पनि पुरै हेर्नुहोस् न, पुरै घामले डढे होइन, अनुहारमा पसिनाहरू। आम्माम यति धेरै गर्मी छ। अब खानेकुरा पनि केही छैन मेरोमा, बस यो 2टा बिस्किट छ भैयाले दिनुभएको बाटोमा होइन, एउटा पानी छ। अब यही खाने हो। अनि यहाँनिर एकछिन आराम गर्छु, त्यहाँदेखि चाहिँ 3-4 बजी चाहिँ फेरि एगेन यात्रा सुरु गर्छु गाइस। यति डरलाग्दो भोक लाग्यो नि मेरोमा चाहिँ खानेकुरा भन्नाले चाहिँ खालि 2टा मात्रै बिस्कुट छ होइन, एउटा पानी, त्यो पनि अर्काले दिएको। यति डरलाग्दो भोक लागिरहेछ, शरीर पुरा काँपिरहेको छ होइन। बाहिर फेरि यति साह्रो घाम लागिरहेको छ नि, यो घामले गर्दा यति टाउको दुखिरहेको छ नि, तपाईँहरूलाई भन्नु मात्रै सकेको छैन। सब भोलेनाथको उपर छ। हर हर महादेव। बिस्कुट चाहिँ म फटाफटी खाइहाल्छु गाइस होइन। मेरोमा चाहिँ समय नै छैन, 4 बजिसक्यो। किनभने मेरो फोन आएर यहाँनिर एउटा चार्जै छैन, 5% मात्रै चार्ज थियो। अनि मैले चार्ज हालेँ, त्यहाँदेखि 2-3वटा रिल एडिटिङ गर्दाखेरि चाहिँ मेरो टाइम डङ्गै गयो होइन। सो हिजो रातभरि राम्रो सुतेको पनि छैन होइन। त्यस्तै हुन्छ ट्राभलिङको टाइममा कहिलेकाहीँ होइन। र यो बिस्किट फटाफटी खतम गरिहाल्छु, त्यहाँदेखि चाहिँ
यात्रामा पनि गाइस यात्रा कन्टिन्यू गर्छु, किनभने समय पाउँदैन। रात साइकल चलाउनु पनि एकदमै धेरै डिफिकल्ट हुन्छ। मैले फाइनली बिस्किटहरू खाइसकेँ होइन। पानी पनि यहाँ पुग्यो मुनि, अब सक्नु आँट्यो पानी पनि होइन। अनि मेरो चाहिँ एउटा गुड हेबिट चाहिँ के छ भने नि, म चाहिँ हर जग्गा चाहिँ यस्तो खाएको प्लास्टिकहरू चाहिँ फ्याँक्दिनँ, किनभने तपाईँहरू अलरेडी यहाँ पनि हेर्नुहोस्, यहाँ 3-3वटा एम्टी बोतल छ होइन। यहाँदेखि म्यागीहरू हिजै बनाएकोहरूदेखिको पनि सबै लिएर छ। जहाँनिर डस्टबिन हुन्छ त्यहीँनिर मात्रै म चाहिँ फ्याल्ने गर्छु नि त। सो डस्टबिनै भेटेको छुइनँ, अनि आफै बोकेर हिँडिरहेको छु। यो ट्र्यास मात्रै, यो कुराहरू मात्रै 1 केजीहरू चाहिँ हुनु आँटेको छ हो। अब यहाँ हाल्छु मजाले, अनि चाहिँ यहाँबाट चाहिँ निस्किने हो गाइस। अनि यहाँनिर निकाल्ने जग्गामा पनि पुरा अहिले गाडी लगाएछ। ल अब साइकल निकाल्छु है गाइस। यो चाहिँ गाइस फाइनली मेरो साइकल पनि निकालेँ होइन रोडमा। र यो चाहिँ एकदमै ठुलो बजार रहेछ नि त। बजारको नाम चाहिँ साइलगुडी रहेछ। अनि अब चाहिँ यहाँबाट कन्याकुमारी चाहिँ सिर्फ 196 किलोमिटर छ गाइस। 3 दिनमा कन्याकुमारी पनि पुग्छु। ओहो गाइस, इभिनिङको टाइममा साइकल चलाउनु चाहिँ तर एकदमै धेरै मजा आउने होइन। अनि साइडमा हेर्नु सक्नुहुन्छ यस तरहको भ्यूहरू रहेछ होइन। वाउ, यता फेरि घाम हेर्नु सक्नुहुन्छ होइन। एकदमै कडा लागिरहेको छ अहिले। 4 बजिसक्यो तर पनि कडा छ। मेरे को रास्ते में यहाँ पे क्या देखने को मिला आप लोग भी देखिएगा इस, ठीक है। और यहाँ पे देख सकते हो पूरा जेगेरी है, और यहाँ पे देख सकते हो पूरा खोंगी भाई साहब। और मैंने ना खास करके ये जिंजर वाला जेगरी कभी खाया नहीं था, ठीक है। और वहाँ पे भी पूरा पेड़ वगैरह है। भैया बोल रहे कि ये सब जेगरी यहीं का होममेड है, ठीक है। मैं सोचता था कि वो क्या है, ठीक है, बट उनसे वो प्लाम का ट्री से जेगरी बनता है। यार मैं तो फर्स्ट टाइम, मेरे को पता नहीं था, भैया ने मेरे को खिलाया भी, ठीक है। और यहाँ पे मैंने थोड़ा सा खरीदा भी हो। यार अलग ही लेवल का, इतना ज्यादा स्पाइसी है ना हम। और यहाँ पे देख सकते पूरा खोंगी है गाइस। देखो पूरा भैया का शॉप पे, इधर देखो पूरा 1 kg हाउ मच भैया? 350 1 kg। दिस जिंजर जेगरी हाउ मच फॉर दैट? 500 वेरी एक्सपेंसिव ना। ये मैंने 5 पीस दिया था, 50 रुपये बोला था, बट मेरे को 40 में दे दिया। बाकी गाइस यहाँ पे देखो ये क्या चीज है भाई, ये पूरा नौका का ये चलाने जस्तो रहेछ। अम्मा यार पूरा रहेछ ह्यान्डमेड बनाएको जेगेरी होइन। यता पनि रहेछ पुरा। भैया युआर सो ह्यान्डसम। तो अब चाहिँ यहाँनिर निस्किन्छु, किनभने साइकल चाहिँ मैले यो ऊबाट राखिरहेको छु नि त। अनि ठीक है भैया, थैंक यू सो मच। मैं यही लेने आया था, देख सकते हो गाइस जिंजर जेगेरी भाई। पूरा पिरो हुन्छ यो। अम्मा आज का डे भी खत्म हो गया गाइस, धूप भी चला गया। और देखो ना कितना प्यारा सा मौसम पे यार। राइड करने में ना इवनिंग पे बहुत ज्यादा मजा आती है गाइस। थोड़ा धूप देख रहे, ठीक है। इतना साइड तो है भाई, इतना साइड दिया फिर भी नहीं जाते। रोड देखिए गाइस कितना प्यारा सा हो रखी है। साइकिल चलाने में बहुत ज्यादा मजा आ रहा है। इतना स्मूथली राइड हो रहा है ना, बाप रे। और हर महादेव, जय जय श्री राम, ओम नमः शिवाय, हर महादेव। ल गाइस अब जति चलाउनु छ होइन, उज्यालो भइन्छ चलाउने हो। तर जहिले पनि छिटै बस्नु भन्छु, जग्गै पाउँदैन। अनि रातभरिसम्म चलाउनु पर्छ हो, मजबुर छ। के गर्नु गाइस, अब हेरौँ कहाँनिर पाउँछ होइन। तमिलनाडुको मान्छेहरू चाहिँ एकदमै धेरै खतम हुँदो रहेछ होइन। म पेट्रोल पम्पमा 6 बजी आएर रोकेको थिएँ। पहिला त बस अरे होइन, 8 बजी चाहिँ अहिले जा अरे। यति साह्रो रिस उठ्यो नि, स्टाफले बस भने होइन। अनि म्यानेजर आइकन चाहिँ जा पो अरे यार। अलिकति तमिलनाडु चाहिँ साँच्चै भनेकोमा घटिया लाग्यो होइन। 4-5 दिनदेखि राम्रो सुतेको पनि छुइनँ, राम्रो खाना पनि खाएको छुइनँ हो। यतातिर मन्दिरतिर पनि कहीँ बस्नु दिँदैन हो, भाषा बुझ्दैन। अनि उनीहरूले त्यसै भगाइहाल्छ हो। यस्तो बिजोग भयो नि। यस्तो अँधेरो बाटोमा चाहिँ जानु परिरहेको छ। बाटो यति धेरै सानो छ नि, केही देख्दैन हो। होल्ड गरेको पेट्रोल पम्प चाहिँ यही हो गाइस होइन। यहाँनिर पछि तपाईँहरू हेर्नु सक्नुहुन्छ यस्तो टाइपको छ अनि होइन। र टेन्टहरू चाहिँ मैले यहाँनिर लगाइसकेको छु। अनि साइकल चाहिँ टेन्टको पछाडि छ होइन। टोइलेट बाथरुम पनि एकदम दामी छ जस्तो लाग्यो, तर मैले हेरेको छुइनँ होइन। र बाँकी अहिले चाहिँ टाइम चाहिँ 9:53 गइसक्यो, 10 बज्नै आँटिसक्यो होइन। मैले सब्जीहरू सबै काटेर यहाँनिर रेडी राखिसकेको छु। यहीँनिर छ टेन्टको भित्र होइन, तपाईँहरूलाई एकछिनबाट देखाउँछु।
सो अहिले चाहिँ फटाफटी खाना बनाइहाल्छु गाइस 3-4 दिनदेखि खाना खाएको छुइनँ किनभने अब चामल सकिएको थियो अनि यहाँनिर धेरैवटा प्रब्लमहरू हुन्छ नि त ट्राभलिङको थ्रु सो यहाँनिर मेरो चामलहरू सबै बनिसकेको छ धोएर रेडी यहाँ ग्यास छ होइन अनि अब चाहिँ म बाहिर गएर बनाउनु लागेको गाइस बाहिर पनि आइसकेँ गाइस होइन पेट्रोल पम्प चाहिँ त्यहाँनिर छ अनि यहाँनिर एउटा जेसिबी रहेछ यहाँनिर आएर चाहिँ म चाहिँ यस्तो बाटोमा बनाइरहेको छु कुछ इस तरहको छ होइन हेर्नु सक्नुहुन्छ अनि आज चाहिँ मैले राइस किनेको छु 1 केजी होइन यहाँनिर खाना चाहिँ मजाले पाक्दैछ तर हावा चाहिँ नलागोस् भन्छु होइन अनि चावल चाहिँ यस्तो छ होइन यो चाहिँ 70 रुपिस केजी पर्यो मेरो हेर्नु सक्नुहुन्छ होइन मजाको लाग्यो मलाई अब हेरौँ यसको टेस्ट चाहिँ कस्तो हुन्छ होइन बस ग्यासमा चाहिँ हावा नलागोस् होइन त्यति नै नभए हावा लाग्यो भने चाहिँ एकदमै धेरै डिस्टर्ब हुन्छ होइन अहिलेसम्म त मोटामोटी राम्रै जलिरहेको छ अनि अब वेट गर्छु गाइस खानाको कति टाइम लाग्छ हेर्नुपर्छ है गाइस मेरो चाहिँ खाना पनि पाकिसक्यो होइन चामल कति मजाको हेर्नुहोस् न आम्मामा पुरा होइन बिहानको लागि पनि भयो अनि यहाँनिर चाहिँ मेरो सब्जी पाक्दैछ हो अब चाहिँ यो खाने हो किनभने कति दिनदेखि खाएको छुइनँ म चामल चाहिँ अनि यो साउथमा चाहिँ अब साउथ इन्डियन ब्रेकफास्ट चाहिँ मनै परेन क्या इडली डोसै मात्रै हो अनि सो त्यही भएर आज चाहिँ मजाले खाने हो राम्रोसँगले सुत्ने हो होइन बिहान छिटो उठ्नुपर्छ सो त्यही हो गाइस सब्जी पनि अलमोस्ट पाकिसक्यो र अब चाहिँ म ग्यासहरू उता लान्छु अनि उतै तपाईँलाई देखाउँछु है म चाहिँ खाना खानु थालेँ होइन 3-4 दिनको बाद खाना खाँदैछु गरम गरम है खुद पकाएर हेर्नु सक्नुहुन्छ होइन आलु पियाज होइन मलाई चाहिँ एकदम दामी खालको परेछ जग्गा चाहिँ गाइस सुर्ना गुडी रहेछ है र आजको भ्लग चाहिँ गाइस यहीँनिर एन्ड गर्ने हो आज ज्यादा पनि चलेन लगभग 60 किलोमिटरहरूको छेउछाउै चल्यो होला अब बाहना त किन गर्नु होइन धेरै गरम हुन्छ साइकल चलाउनु 11 बजीदेखि एकदम यति धेरै हुन्छ 11 बजीदेखिको 3 बजीको बिचमा चाहिँ साइकल चलाउनु सक्दैन एउटा बाहना लगाएको जस्तो हुन्छ गर्मी यति धेरै छ तामिलनाडुमा अनि त्यो भयो अनि त्यही हो खाना टाइममा छैन होइन आज पनि खाना 3-4 दिनमा खाएको हो मतलब यस्तै बिस्किट मेगी परौठा यस्तै खाँदै यात्रा गरिरहेको छु किनभने अब यहाँनिर समुद्र साइड हो अनि पुरा ज्यादा सी फुड मात्रै ज्यादा पाउँछ माछाहरू होइन अनि हर जग्गा खाइँदैन अनि पकाउने जग्गा पनि मिल्दैन मन्दिरहरू किनभने अब ल्याङ्ग्वेजले गर्दाखेरि सबैले दिँदैन अनि भगाइहाल्छ हामी जस्तो हिन्दी बोल्नेहरूलाई होइन अनि गाइस त्यही हो धेरै डिफिकल्ट भइरहेको छ यात्रा गर्नु चाहिँ तर भोलेनाथको कृपाले गर्दा अहिलेसम्म सही चलिरहेछ र आजको भ्लग चाहिँ गाइस यहीँनिर एन्ड गर्ने हो अनि यहाँबाट कन्याकुमारी चाहिँ कति छ हेरेको पनि छुइनँ त्यस्तै 190हरूकै छेउछाउै होला होइन ल त्यही हो गाइस आजको भ्लगलाई चाहिँ यहीँनिर एन्ड गरौँ है हर हर महादेव